यो अमेरिकन्सहरू दिनभर रातभर स्लिप इट र एक्सरसाइजको बारे मात्रै सोच्छन् कि क्या हो खै। यो मुभी हेर्यो भने यस्तै यस्तै थट्सहरू आउन सक्छ है। आज रिभ्यू गर्न जाँदैछु द इन्भाइट मुभीको। द इन्भाइट 2026 को इङ्ग्लिश ल्याङ्ग्वेजको कमेडी ड्रामा मुभी रहेको छ, जसको रन टाइम 1 hour 45 minutes हो। यो मुभीको डिरेक्टर ओलिभिया विल्डे हो। सी इज अल्सो वान अफ द एक्ट्रेसेस इन दिस मुभी, इन्क्लुडिङ सेथ रोगेन एन्ड एडवर्ड नर्टन। यसको स्टोरीको कुरा गर्ने हो भने सेथ रोगेन र ओलिभिया विल्डे हस्बेन्ड वाइफ हुन्छ। तिनीहरूले आफ्नो घरमा नेबरमा बस्ने कपललाई डिनरको लागि इन्भाइट गर्छ। कपलहरू घरमा आइसकेपछि त्यहाँ डिनर एन्ड ड्रिङ्क्स हुन्छ, कन्भर्सेसन्सहरू अगाडि बढ्छ, नर्मल लाइफ डेली लाइफको बारेमा कुराकानी गफगाफहरू भइरहेको बेलामा त्यहाँ इमोसनल सिन्स र कमेडी सिन्सहरू मजाले हुन्छ। त्यही नै यो मुभीमा हेर्ने हो। यसको पोजिटिभको कुरा गर्ने हो भने सबैजनाको पर्फर्मेन्स एकदमै राम्रो छ, स्पेशली डिरेक्टर एन्ड एक्ट्रेस ओलिभिया विल्डेको। सेथ रोगेनको पञ्च लाइनको टाइमिङ पनि एकदमै राम्रो छ, कमेडी सिनहरू एकदमै मजाले हँसाउने खालको नै छ। यसको नेगेटिभको कुरा गर्ने हो भने यो मुभी फ्यामिलीसँग पटक्कै पनि हेर्न मिल्दैन र फ्रेन्ड पनि कस्तो खालको फ्रेन्ड हो त्यो बुझेर मात्रै हेर्नुपर्ने हुन्छ, किनभने यसको कन्भर्सेसन्सहरू एकदम नै इन्टिमेट र बोल्ड एडल्ट खालको छन्। मोस्ट अफ द कन्भर्सेसन्सहरू स्लिप इट एक्सरसाइज यही वर्डको एराउन्डमै रिभल्भ गरिरहेको हुन्छ। हाम्रो पर्सपेक्टिभबाट हेर्ने हो भने कतिवटा सिन्सहरू र डायलग्सहरू त उटपटाङ नै छन् होइन, इलोजिकल लाग्छ। जस्तै अब तीन सम, ग्रुप सम, कपल एक्सचेन्ज, पार्टनर एक्सचेन्जहरूको कुराकानी हुन्छ भने यहाँ लिटरली देखाएको पनि हुन्छ है त्यो। त्यही भएर मुभी सकेपछि मलाई एकदमै इन्टरटेन्ड वा मैले दामी मुभी हेरेँ भने जस्तो फिल चाहिँ मलाई भएन। इट्स नट वर्थ इट। म यसलाई म्याक्सिमम 6.5 out of 10 रेट गर्छु। 0.5 पनि सेथ रोगेनको हाँसोले गर्दा मात्रै दिएको हो। अब अर्को रिभ्यूमा भेटौँला। लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् एन्ड भिन्स बेटर।